हुनुहुन्छ? आज पनि मैले हजुरहरूको लागि भनेर बिल्कुलै नयाँ कथा लिएर आएको छु। हेर्नुहोस् त, ज्यास्मिन ब्रुकले लेख्नु भएको निर्दयी बगिनी। निर्दयी बगिनी भनेको के हो? काइन्डलेस हो? हो, एकदम दया गर्न नजान्ने, अरूलाई नराम्रो व्यवहार गर्ने बगिनी। तर कस्तो व्यवहार गर्दै रहेछिन् भनेर सुनिहालौँ, पढिहालौँ है त। यो कथाले हामीलाई चाहिँ दया गर्न पनि सिकाउँछ अरे। कसरी सिकाउँछ सुरु गरिहाल्छु है। बघिनी कहिलेकाहीँ दयालु हुँदैनथी। ऊ प्राय सहानुभूति देखाउँदिनथी। उसका साथीहरू दुखी भए तापनि उसले ध्यान दिँदैनथी। उसका साथीहरूले चित्त दुखाए भने पनि बघिनी प्राय त्यहाँबाट चुरुक्क उठेर हिँडिदिन्थी। निर्दयी भएकीले बघिनी समस्यामा पनि पर्न सक्थी। गुरुआमाले सबैलाई आफ्नो मनपर्ने पुस्तक कक्षामा ल्याउन भन्नुभएको थियो। सबैले आफ्नो पुस्तक एक अर्कासित साटासाट गरेर सुनाउनु पर्ने थियो। सबैले आफ्नो पुस्तक पढे, एक अर्कासित साटासाट गरेर पनि पढे। त्यसपछि गुरुआमाले सबैलाई आफ्नो पुस्तक घरमा फिर्ता लैजान भन्नुभयो। तर जेब्राले आफ्नो किताब फेला नै पार्न सकेन। ओहो, त्यो त मेरो मनपर्ने पुस्तक हो, उसले भन्यो। जेब्रा धेरै दुखी भयो, तर बघिनीले वास्तै नगरी त्यहाँबाट गए। खाजा खाने बेला सबै बाहिर खेल्दै थिए। आऊ मसँग खेल, बघिनीले बुवासोलाई भने। त्यसपछि उसले बुवासोलाई ठुलो रुखको वरिपरि लखेटी। बुवासो रमाउँदै दौडियो, तर अल्झिएर एक्कासी लड्यो। आइया मेरो बुढा, बुवासो करायो। ऊ दुखी भयो, तर बघिनीले उसलाई वास्तै नगरी त्यहाँबाट पनि गए। कस्तो होला है? ओहो, चकलेट केक, यो त मलाई धेरै मन पर्छ। खाजा खाने बेला चितुवाले खुसी हुँदै भन्यो। तर फेरि के भयो त? त्यहाँ एक टुक्रा केक मात्र बाँकी थियो। बघिनीलाई पनि चकलेट केक धेरै मन पर्थ्यो। उसले त्यो अन्तिम टुक्रा लिदी। ओहो, मेरो लागि त एउटा टुक्रा पनि बाँकी छैन, चितुवाले भन्यो। उसको चित्त दुख्यो, तर बघिनीले वास्तै नगरी त्यहाँबाट गए। आधी गरेर खान सकिन्थ्यो नि, होइन? दिउँसोको समयमा सबैले कागजको टोपी बनाएर बाहिर खेल्न गए। मलाई हेर, गोरिल्लाले टोपी लगाउँदै भन्यो। तर हावा लागेर टोपी झन्झन माथि उडेर हरायो। गोरिल्ला दुखी भयो, तर बघिनीले वास्तै नगरी त्यही बसिरहे। अर्को दिन बघिनीसँग कसैले पनि खेलेन। खाजाको बेलामा केकको अन्तिम टुक्रा पनि चितुवाले नै खाइदियो। हिजो दिएको थिएन नि त उसले, होइन? चित्रकलाको कक्षामा बघिनीले आफ्नो चित्र हराउँदा पनि कसैले वास्ता गरेन। बघिनी अब के भई? दुखी भई। ऊ धेरै नै उदास भई। बघिनीका साथीहरूले उसलाई वास्ता गरेनन्। उनीहरू दयालु भएनन्। बघिनीले कसैलाई नराम्रो गर्न खोजेको होइन भन्ने कुरा चाहिँ गुरुआमालाई थाहा थियो। मलाई थाहा छ तिमी दुखी छौ, तर तिमी अरूप्रति दयालु भयो भने उनीहरू तिमीप्रति झनै दयालु बन्नेछन्, गुरुआमाले सम्झाउनु भयो। त्यसपछि भने बघिनीले आफ्ना साथीहरू दुखी भएको बेलाको कुराहरू सोची। उनीहरूप्रति आफूले अलिकति वास्ता गरेको भए हुन्थ्यो भन्ने उसलाई लाग्यो। अर्को दिन बघिनीले जेब्रालाई उसको किताब खोज्न मद्दत गरी। भालुको हातमा चोट लाग्दा तिमी ठिक छौ भनेर सोधे। खाजा खाने समयमा बघिनीले चितुवालाई केकको अन्तिम टुक्रा पनि दिए। उसले गोरिल्लालाई अर्को टोपी बनाउन पनि मद्दत गरी। बघिनी अरूको वास्ता गरेर धेरै खुसी भए। बघिनीले दयालु हुन र अरूको वास्ता गर्न सिकी। हजुरले पनि याद गर्नुभयो होला है, बघिनी खासै दयालु थिएन अनि उसले आफ्नो साथीहरूलाई पनि राम्रो व्यवहार गर्दैनथी। त्यसैले गर्दा त उसको साथीहरूले पनि उसलाई राम्रो व्यवहार गरेनन्। त्यसैले हामीले पनि अरूसँग राम्रो व्यवहार गर्यौँ, अरूलाई दयालु भएर मद्दत गर्यौँ, सहयोग गर्यौँ भने बल्ल
हामीलाई पनि परेको बेलामा हाम्रो साथीहरूले अरूले मद्दत गर्छन्। त्यसैले अबदेखि हामी पनि दयालु हुने है त। आजको कथा हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो? राम्रो लाग्यो भने अरू कथाहरू पनि यस्तै सुन्न पाइन्छ र त्यसको लागि के गर्नुपर्छ? लिटिल किड स्टोरीलाई लाइक, शेयर अनि सब्स्क्राइब पनि गर्नुहोला र आफ्नो साथीहरूलाई पनि भन्नुहोला है त। आजको लागि यति नै। अर्कोचोटि फेरि नयाँ अनि उपयोगी कथा लिएर भने पक्कै आउनेछु। त्यतिन्जेलको लागि नमस्ते, बाई बाई, फेरि भेटौँला।